दर्शक महानुभावहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध पुरै राज्य संयन्त्र र नेकपा एमाले नेपाली काङ्ग्रेसका प्रभावशाली नेताहरू लागेर फसाएको भन्ने झन पुष्टि हुँदै गएको छ। रवि लामिछानेलाई गैर कानुनी थुनाप्रति न्यायालय कति संवेदनशील छ भन्ने यति बेला प्रश्न उठेको छ। पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका रासपा सभापति रवि लामिछाने अहिले रूपन्देही जिल्ला कारागारमा छन्। तर उनलाई फसाइएको राज्य संयन्त्र नै लागेको रवि लामिछानेको राजनीतिक यात्रा हत्याउनको लागि ठुला र पुराना भ्रष्टाचारी दलहरूले यो सब गरेको, नेताहरू लागेर समेत गरेको भन्ने आरोप पनि यति बेला खण्डन हुँदै गएको छ। हो दर्शक महानुभावहरू, उच्च अदालत तुलसीपुरको बुटोल इजलासको चैत्र 22 गतेको आदेश लगत्तै उनलाई काठमाडौँबाट निवासबाटै पक्राउ गरेको थियो। तर रवि लामिछानेलाई पक्राउ गरेदेखि थुनामा पठाउँदासम्म पाइलै पिक्से कानुन र संविधान मिचिएको छ। त्यो पनि कसको आदेशमा? केपी शर्मा ओलीको आदेशमा हो त। केपी शर्मा ओलीले दर्शक महानुभावहरू रवि लामिछानेलाई देखि नसहने भन्ने गम्भीर आरोप समेत लाग्ने गरेको छ। रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा 1 करोड धरोटी राखेर साधारण तारिखामा मुद्दाको पूर्वपक्ष गर्न पाउने गरी छुटेका थिए। उनी नियमित अदालतमा उपस्थित हुँदै पनि आएका थिए। उनी कतै भागेर गएका थिएनन्, कुनै अदालतको आदेश अवज्ञा गरेका पनि थिएनन्, कतै म्याद गुजारेका थिएनन्। एक पटक म्याद गुजारिएछ भने पनि उनले थामी पाउने सुविधा हुन्छ। आगामी 23 वैशाखमा पनि उनी अदालतमा तारिखका लागि पुग्दै थिए। उक्त दिन हाजिर नभए पनि तारिख थाम्ने व्यवस्था हुन्छ। तर काठमाडौँ प्रहरीले हतार फौजदारी न्याय प्रणालीको मूल मर्ममै प्रहार गरी रातारात धरपकड गरेर नियन्त्रणमा लिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिता र फैसला कार्यान्वयन निर्देशिका 2075ले स्पष्ट रूपमा कुनै पनि अभियुक्तलाई थुनामा राख्न अदालतको स्पष्ट आदेश र थुनुवा पूर्जी अनिवार्य गरेको छ। तर रवि लामिछानेलाई पक्राउ गर्दा न त स्पष्ट एवं प्रमाणित आदेश प्रहरीको हातमा थियो, न त थुनुवा पूर्जी नै दिन सकिरहेको थियो। त्यसैले यति बेला प्रहरीमाथि पनि नेकपा एमाले प्रहरी भनेर गम्भीर आरोप समेत लाग्ने गरेका छन्। हो दर्शक महानुभावहरू, 22 चैतको राति 7:45 बजे उच्च अदालतले आदेश गर्दछ। त्यही आदेशको अनलाइन समाचारको प्रिन्ट बोकेर प्रहरीले राति 8:30 बजे रविलाई शयन कक्षबाटै नियन्त्रणमा लिन्छ। 3 दिनसम्म उनलाई थुनुवा पूर्जी बिनै प्रहरीले हिरासतमा राख्छ। 1 रात काठमाडौँमा र 2 रात भैरहवामा प्रहरीको हिरासतमा राखेपछि मात्र उनलाई अदालतमा उपस्थित गराइन्छ। अनि मात्र रविले जिल्ला अदालतबाट थुनुवा पूर्जी पाउँछन् र उनलाई कारागार चलान गरिन्छ। दर्शक महानुभावहरू, 3 दिनसम्म एउटा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको रवि लामिछानेलाई किन यस्तो राज्यले क्रूर व्यवहार देखाइराखेको छ? त्यो भने छर्लङ्ग छ। नेकपा एमाले र नेपाली काङ्ग्रेसको पत्ता साफ हुने भएकाले रविमाथि यस्तो निर्दयी व्यवहार गरिएको समेत आरोप लाग्ने गरेको छ। अर्कोतर्फ रविको मुद्दा नै दर्ता भइसकेको अवस्थामा पनि प्रहरीले पुनः अनुसन्धानका लागि भनेर पक्राउ गरेको छ। यो त सरासर दिउँसै रात पार्ने काम छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई निवासमै पक्राउ गर्दा तपाईँ उच्च अदालत तुलसीपुर बुटोल इजलास सहकारी ठगी सम्बन्धी कसुर र सङ्गठित अपराध कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पूर्जी जारी गरेको लेखेर पक्राउ पूर्जी दिएको थियो। जबकि रवि लामिछानेको मुद्दा पहिले नै अदालतमा दर्ता भइसकेको र थुल्सेक बहस तथा आदेश भई 1 हप्ता 1 तह माथिल्लो अदालतले परीक्षण समेत गरिसकेको छ। अभियोग लागिसकेर धरोटीमा छुटेको अभियुक्तलाई अनुसन्धानका लागि पक्राउ गरेको भन्नु सरासर प्रहरीको स्वेच्छाचारिता रहेको छ। दर्शक महानुभावहरू, तपाईहरूले राज्य संयन्त्रलाई रवि लामिछानेलाई फसाउन लागेको भनेर भन्नुहुन्छ या के? यसबारे प्रतिक्रिया दिनुहोला। दर्शक महानुभावहरू, यता भने सत्ता र शक्ति आफ्नो लागि आफू अनुकूल हुनको लागि जे पनि गर्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि चौतर्फी घेराबन्दी बढेको भन्दै आक्रोश तथा आगो उकल्दैछन्। दर्शक महानुभावहरू, संसद नै विघटन गर्ने प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले फेरि दर्शक महानुभावहरू त्यही बाटो लाग्ने त होइनन् भनेर प्रश्न चौतर्फी उठेको छ।
कांग्रेस एमाले गठबन्धन सरकारका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली घेराबन्दीमा पर्न थालेको एमाले नेताहरूकै निष्कर्षमा छ। सडकमा आन्दोलन सरिकिएको सन्दर्भमा सत्ता सहयात्री दलसँगै आफ्नै नेताहरूबाटै भइरहेको आलोचना, अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको चिसोपन लगायतका पृष्ठभूमिका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली घेराबन्दीमा परिरहेको निष्कर्ष एमाले नेताहरूमा पुगेका छन्। आफू विरुद्ध चौतर्फी घेराबन्दी सुरु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस विरुद्ध आक्रोश ओकल्न थालेका छन्। कतै संसद नै विघटन गरिदिने त होइनन् फेरि केपी शर्मा ओलीले भन्ने प्रश्न पनि उठेको छ। मंगलबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा महासचिव शङ्कर पोखरेलले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली विरुद्ध घेराबन्दी भइरहेको सुनाए। हाम्रो पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी र हमला भइरहेको अवस्थामा हामी छौँ। सामाजिक सञ्जालका माध्यमबाट नकारात्मक फैलाउन प्रयास भइरहेको छ उनले भने। यसैबीच महासचिव शङ्कर पोखरेलले पार्टी पङ्क्तिबद्ध भएर नेतृत्व विरुद्धको घेराबन्दीलाई चिर्ने बेला आएको उनले बताएका छन्। मलाई लाग्छ हाम्रो पार्टी पङ्क्तिबद्ध रूपमा पार्टीका सही सूचनालाई सम्प्रेषण गर्ने काम गर्यौँ भने सहजै रूपमा चुनौती सामना गर्न सक्छौँ उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नै पार्टीको विरुद्ध सडकमा भइरहेको आन्दोलन अन्तर्राष्ट्रिय शक्ति र मिडियाले समेत आफूलाई घेराबन्दीमा पारेको उल्लेख गरेका छन्। मंगलबार उनले यी घेराबन्दी विरुद्ध आक्रोश तथा आगो ओखलेका छन्। पार्टीभित्रैबाट विरोधीलाई सहयोग गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पार्टीमा विमति राख्ने नेताहरू पनि छन्। उनीहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति बेला बखत प्रश्न समेत उठाइरहेका छन्। भाटबटिनीका संस्थापक मिनबहादुर गुरुङबाट कार्यालय भवन निर्माणका लागि जगदान स्वीकार गर्दा होस् वा सरकारको प्रभावकारिताबारे पार्टीभित्रबाटै ओलीको आलोचना हुँदै आएको छ। पछिल्लो समय उनको विकल्प खोज्ने अभियान पनि पार्टीमा चलिरहेको छ। शिक्षा मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठेका छन्। चौतर्फी प्रश्न उठेका छन्, त्यो पनि गाली गलौसित। उपाध्यक्ष अष्टलक्ष्मी साक्यले सामाजिक सञ्जालबाट उनलाई सहयोग नभएको भन्दै प्रश्न उठाइन्। नैतिकवान र इमान्दार नेताले काम गर्ने वातावरण अन्त्य हुँदै गएको भन्दै उनले असन्तुष्ट प्रकट समेत गरिन्। मंगलबार उनले फेसबुकमा लेखेकी थिइन्, शिक्षक आन्दोलन चलिरहेको बेला शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा किन दिनु पर्यो? विद्या भट्टराई समक्ष इमान्दार नैतिकता उच्च भएको भए एउटा असल नेता भएकाले राजीनामा दिनु परेको हो भन्दै प्रश्न साकिएको छ। उहाँलाई सहयोग किन भएन उनले प्रश्न गरिन्। पार्टीभित्रबाट समेत शिक्षा मन्त्रीको राजीनामाबारे आफूमाथि प्रश्न उठ्न थालेपछि उनले मंगलबार शिक्षा मन्त्रीले स्वास्थ्यको कारणमा राजीनामा दिँदा समेत आफू विरुद्ध प्रश्न उठाएको भन्दै केपी शर्मा ओलीले आगो उकाले तथा नाम गाली गरे, रिसाए। पार्टीका कार्यकर्ताले पनि आफ्नो विरोध गरिरहेको भन्दै ओली आक्रोशित सुनिएका थिए। अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन्, विरोधीहरूले सङ्गठित गर्दछन्। हाम्रै साथीहरूलाई पनि कतै त्यस्तै विरोध भएको त होइन नि भन्ने परेको छ। त्यो भ्रममा हाम्रै केही साथीहरू सामेल भएको पाइएको छ। आफ्नो विरोधप्रति ओलीले असन्तुष्टि पोखेका छन्। यसैबीच एमाले भित्र अहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छिन्। केपी शर्मा ओलीको वैकल्पिक नेताका रूपमा भण्डारीलाई साथ दिने क्रम पनि पार्टीभित्र चलिरहेको छ। केपी शर्मा ओलीले यो अभियानप्रति पनि आक्रोश व्यक्त गरेका छन्। ओली बिनाको एमाले सम्भव नरहेको उनले स्पष्ट पारेका छन्। आफू बिनाको एमाले बनाउने अभियान सफल नहुने ठोकुवा उनको छ। यो अभियानको मनसाय राम्रो नभएको उनले बताएका छन्। अहिले ओली बिनाको एमाले र एमाले बिनाको नेपालको खोजी भइरहेको भन्दै ओलीले आपत्ति जनाए। किन खोज्दैछन् केपी शर्मा ओली बिनाको एमाले? मनसाय राम्रो भएको भए छाडिदिन्थे उनले भने। केपी शर्मा ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे मिसन 84मा हेरौँला उनी आक्रोश हुँदै रिसाउँदै बताएका थिए। एमाले भित्र आलोचनाको तारो नहुने नेतृत्व खोज्नुपर्ने मनसाय देखिएका उनले बताएका छन्। हाम्रो नेतृत्व आलोचनाको तारो भइरहेको छ। आलोचनाको तारा नहुने नेता खोज्नु पर्दछ कि भन्ने साथीहरूलाई परेको छ उनले भने। सरकार विरुद्धका घेराबन्दी सङ्गठित गर्दै विपक्षीहरू समेत लागेका छन्। प्रधानमन्त्री ओलीले सरकार विरुद्ध सडकमा भइरहेको आन्दोलन र अन्य आन्दोलनका चेतावनी विरुद्ध पनि आक्रोश पोखेका छन्। सडकमा अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले 21 दिनदेखि आन्दोलन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई घर फर्किन आग्रह गर्दा समेत शिक्षकहरूले ऐन जारी नहुँदासम्म सडकमै रहने अडान राखेका छन्। उनीहरू काममा नफर्किने भएपछि कक्षा 12को परीक्षा समेत प्रभावित हुने बताइएको छ। प्रधानमन्त्री ओली
ओलीले नै 12 कक्षाको परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएसँगै 12 कक्षाको परीक्षा मिति वैशाख 21 गतेदेखि तय भएको छ। 2 सप्ताह अघि प्रधानमन्त्री स्वयंले शिक्षकहरू सडकमा आएको भन्दै धन्यवाद व्यक्त गरेका थिए। सरकारलाई विश्वास गरेर सडकमा आएको भन्दै उनले धन्यवाद व्यक्त गरेका थिए। अहिले तिनै शिक्षकहरूले सरकारलाई विश्वास गर्दै आन्दोलन चर्काएपछि ओली निकै खर रूपमा प्रस्तुत भइराखेका छन्। शिक्षकहरूको आन्दोलन चर्किरहेको समयमा निजामती कर्मचारीहरूको अधिकारी ट्रेड युनियनले पनि 72 घण्टाभित्र आफ्ना माग सम्बोधन नभई सडकमा आउने चेतावनी समेत दिइसकेका छन्। दर्शक महानुभाव सिबी चेता प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षकहरूमाथि धोकाधडी गरिरहेको भन्दै सडक नछोड्न अपिल नै गरेका छन्। सरकारले राम्रो काम अगाडि बढाए पनि विपक्षीहरूले सरकार विरुद्धका अभियानलाई सङ्गठित गरिरहेको भन्दै ओली आक्रोशित छन्। अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन्। विरोधीहरूले सङ्गठित गर्दछन् ओलीले भनेका छन्। दर्शक महानुभाव अन्तर्राष्ट्रिय शक्तिसँग सम्झौता नगर्दा पनि ओली घेराबन्दीमा परेका छन्। प्रधानमन्त्री ओली र भारत बीचको सम्बन्धमा सुधार भइरहेको छैन। बैङ्ककमा भएको करिब पौने घण्टाको वार्ता निकै सौहार्द्य भएको प्रधानमन्त्रीको दाबी छ। तर न त भारतले उनलाई कुनै चासो दिन्छ न त कुनै अरू छिमेकी देशले। मङ्गलबार मात्रै पनि उनले भनेका छन् बैङ्ककमा मोदीसँग करिब पौने घण्टा कुरा भयो। समय भएको भए अझै कुरा हुन्थ्यो तर उहाँको व्यस्तताले कुरा हुन नसकेको बताउँदै आएका छन्। दर्शक महानुभावहरू यो ओली तन्त्रबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ प्रतिक्रिया दिन नभुल्नुहोला। दर्शक महानुभावहरू ओलीले बिहान परीक्षा गर्ने निर्णय गर्छन् र बेलुका फिर्ता लिने। कक्षा 12 का 5.5 लाख विद्यार्थीमाथि राज्य अर्थात् ओलीले खेलबाड गरिरहेका छन्। बिहान परीक्षा गर्ने र बेलुका परीक्षा नगर्ने निर्णय दर्शक महानुभावहरू गरिरहेका छन्। यसबारे पनि प्रतिक्रिया दिनुहोला।